यी हुन् एउटै आमाको कोखबाट जन्म लिएका तिम्लेहा दिदी बहिनी गंगा, जमुना र नमुना। उनीहरूको संसार यही सानो र जीर्ण घरभित्र सीमित छ। राति पानी परेपछि छानोबाट पानी चुहिन्छ, ओछ्यान भिज्छ अनि उनीहरू चिसोमै रात कटाउन बाध्य हुन्छन्। अवस्था कमजोर छ, हेर्नुहोस्, लास्टै कमजोर छ, बर्खामास लागेको छ। नानी बाबुहरू अब हुर्किँदै गएका छन्, नानीहरू बाबुले पढ्छ। अब लास्टै कमजोरै छ, बर्खामास हेर्नुहोस्, खानी रासनहरू छैन, गाह्रै छ, हेर्नुहोस्, कमजोरै छ है। अब यो घरको अवस्था पनि त्यस्तै रहेछ। अब टिनले त छाउनु भएको छ, तर बिचबाट एकदमै पुवाल परेको रहेछ। भित्र पानी जान्छ कि जान्न? हजुर, जान्छ। ठुलो पानी आयो भने त भित्र सबै जान्छ। ठुलो पानी आयो भने त भित्र जाने। अब बिस्तारहरू रुज्ने, कति बेला त सुतेको बेला नानीहरूलाई उठेर काखमा नचुनतिर लगाएर राख्छ। कहिलेकाहीँ घरमा रासनहरूको अभाव हुने त्यस्तो दिन हुन्छ कि नै? कति हुन्छ, कति हेर्नुहोस्, त्यही रासनको अभाव भएर त यत्रो बच्चाहरू छोडेर, तिनवटा बच्चा एउटा 11 वर्षको बाबुसित बारमा छोडेर अरूको निम्बे गर्न जान्छु। हेर्नुहोस्, रासनको कमजोरै भएर यी बच्चाहरूलाई खुवाउनको लागि निम्बे गर्न जान्छु। हेर्नुहोस्, बर्खा मास लागेछ, पानी आएपछि पहिरोले मिच्देला, बच्चाहरू खोलाले लैदेला भन्नु डर लाग्छ। हेर्नुहोस्, नजिकै खोलो छ, नानीहरू अब हिँड्ने भएका छन्, हिँडेर खेल्न जान्छु भन्दाखेरि बगाएर ल्याइदिने हो कि भन्ने जस्तो लाग्छ। अरूको मेलामा गए पनि पुरुष घरमै हुन्छ। हेर्नुहोस्, अहिले नढाँटी भन्नुपर्दा हजुरले अरूको काम गरेकै भरमा यी सन्तानहरूलाई पाल्नु भएको छ। हजुर, अरूकै काम गरेको भरमा पालेकै छ। एक दिन काममा जानु भएन भने सन्तान भोकभोकै हुन्छन् भन्ने हो। हजुर, एक दिन काममा गएन भने त अब नुन सकिन्छ, भुटुन सकिन्छ। नानीहरूको अब दिनमा 3 जोडी 4 जोडी कपडा धुन पर्छ, साबुन हुन्न कति बेला अब नानीहरूको खुट्टामा चप्पल लाउने भएका छन्, चप्पल हुन्न खुट्टामा। अब नानीहरूको कपडा धुन पर्छ। अब खानालाई त्यस्तै कमजोर हुन्छ। हेर्नुहोस्, भुटुन सकिन्छ, अब दाल साल सकिन्छ। नानीहरूले भन्छ मासु खाम, चिची खाम भनेर भन्छ। अब एक दिन कमाएर ल्याएर कोही दिन के जुटाउने। हेर्नुहोस्, अब तिनीहरू बच्चालाई के पुर्याइदिने। दर्शकवृन्द, यति बेला म प्युठानको गौमुखी गाउँपालिकाको लिबाङबाट हजुरको माझमा उपस्थित भएको छु। मेरो पछाडि एउटा सानो झुप्रो छ। यही झुप्रोमा एउटा असाध्यै गरिब परिवार बस्नुहुन्छ, जसले आजभन्दा केही वर्ष अगाडि एकैचोटि 3वटा बच्चालाई जन्म दिनु भएको थियो। हो, आज उनै परिवारको सुख र दुःखको कथा तपाईको माझमा प्रस्तुत गर्न गइरहेको। दिदी नमस्ते। आरामै हुनुहुन्छ? हजुर, ठिक छ। हजुरको नाम भनिदिनुस्। सरिता परियार। सरिता परियार। यो 3वटा बच्चाहरूको नाम के हो? गंगा, जमुना, नमुना। हजुर, कति वर्षका भयो नि बच्चाहरू? 20 महिना। 20 महिना भयो। हुन्छ, तपाईलाई एकदम गाह्रो भयो, बच्चाहरूलाई छोडिदिनु।